चिट चाहिँ नि तपाईले काटेको होइन भन्नुहुन्छ फेरि मैले त पैसा तिरेको छैन सार्वजनिक गरिसक्यो मैले त पैसा तिरेको छैन तपाईको शुभचिन्तकले हो खोइ को हो मलाई थाहा छैन तर त्यसमा पनि फेरि जारी गर्ने नाम पनि हर्कराज राई नै छ मैले नै जारी गरेको मलाई नै जारी गरेको भन्ने खालको छ त्यो खोइ एआई होला हौ त्यसो नगर्नु न है त्यसो नगर्नु न प्रहरीकै पेजबाट आछ है प्रहरीले नै हालेको छ मलाई थाहा भएन तपाईको अनुहार पनि देखेको छ नि त मलाई थाहा भएन अनुहार त मेरो देखिहाल्छ नि सबभन्दा देखिने अनुहार तर चिट काट्नु चाहिँ पर्ने हो नि त खास हैन हजुर चिट काट्नु त पर्ने हो कसुर के हो त उल्लङ्घन गर्नु हैन न कसुर के हो घट्यो तपाईँ आफ्नो एक हातले बाइक चलायो भन्ने हो कसुर के हो भन्ने क्या एक हातले सुन्नु न एक हातले बाइक चलाउनु चाहिँ कसुर रहेछ लापरवाही पनि एक हातले चलाइरहेछ हेर्नु न ट्रक बनाउँदै चलाइरहेछ तपाईँ आफै दुर्घटना भएको छ नि मन्त्रीको ड्राइभर फेरि तपाईँ आफै दुर्घटना पर्नु निष्पक्ष बन्नु है चोट छ सुन्नु न निष्पक्ष बन्नु है निष्पक्ष बन्नु है सुन्नु यहाँ निष्पक्ष बन्नु कानुन बनाउने भवनको अगाडि बसेर निष्पक्ष बन्नु है हामी सबै मन्त्रीको ड्राइभरलाई पनि याद गर्नु कि एक हातले गाडी चलाइरहेको फोन गरिरहेको हुन्छ गाडीको एउटा मात्रै हुन्छ कि स्टियरिङ बाइकको दुईटा हुन्छ नि त सुन्नु न यहाँ अहिले दुईटाले पक्रिने हो नि त्यतिको लाग्यो त्यो देब्रे हात चाहिँ के गर्नुलाई त्यो स्टेप यस्तो मात्रै हो